के हो यो मेरे को तो मजा आया दोबारा से ऐसे हो गया चार्जिङ पोइन्ट फेरि कहाँ छ घरै छ यहीँ छैन देखाएको छ पहिला अर्को गाडी थियो अँ। यो किनेको धेरै भयो कति पर्छ यसलाई यहाँ यसलाई त सबै गर्दा डेकोरेसन 51 लाख हो हो है एक बार चार्ज गर्ने कति चल्छ 410 किलोमिटर हो त देखाउँदा त्यस्तो देखाउँछ तर त्यो चल्दैन चल्दैन फेरि होइन 300 किलोमिटर चल्छ स्पेस पनि राम्रो बनाएको छ गाडीमा फ्यामिली टाइप गाडी रहेछ कि बाहर देख रहे इधर आ जा थोड़ा ला तो छोटा है फ्यामिली घुम्न जाँदा एकदम सबै दियो कि मैले छोड्दिन्छु टाढा जाने कति ल्याउँछ फेरि चार्जर क्यामेरा भ्यू देखिँदो स्पेस पुरा देखिने चाहिँ देख्ने अप्ठ्यारो छ बाँकी उता त छैन। यता धेरै नेताहरू लाग्यो एकादशी थाहा कि नि डराउनु हुन्न साढे 8 त हामीले रिजर्भ गर्नु पर्यो कि यसलाई हालम न टिकिहाल्छ पालो लिएर जोताएर बनाएछ
फाइदा छ कि घाटा भयो त्यो अन्तमा पनि गर्नु अहिलेसम्म देशमा कुनै पनि देशमा विद्युतको भ्याट छैन कि बिहान भिजा लागेको राति बस्नेको सिटले गाडी झेकेर यहीसम्म दुखेको छ गरममा भने अलि ज्यादै कम गरेर गाडी नै डाइरेक्ट आउँदै हमेसा आउँछ हामी त रोकेर यो सामान चेक गर्ने यसो गर्ने निक्लो गर्छन् तर यसबार त कमिसन गइसक्यो होला जाने त धेरै हुन्छ त्यसले गर्छ गर्ने कम्पनी यो पराहरूको यस्तै थियो गाडीको भाडा कति छ बसको भाडा फेरि साइज छ टायर लिएर गएँ अगाडि मात्रै देखिन्छ हट्दा पनि सिकाएर लिएर आँटेको अर्को दिन आएको त यसले त बाप्रे बाप यस्तै लिएर गयौँ न भन्ने भयो यो पनि रियो त्यसलाई
गाडी लाव के लास्ट जल्दी चलाओ जल्दी जल्दी नमस्कार जीव गेला तिला पानी पियो हमारा घर दिख रहा है तो बोलते से मुँह लग रहे हैं तो उधर पर टेंशन है मतलब वाले कौन तो ले तो ना तेरी
भाउजू नमस्कार। बाई। ठिकै छ दाइ नमस्कार दिनुहोस् सन्चै हुनुहुन्छ हजुर यदि सन्चै के लगाएर फोन नउठाएको भने म त यहाँ पाली होइन यहाँ गाड़ी में तेज होती है। बड़े पापा गाउँको बाटो कस्तो छ गाउँको बाटो नजाम भनी कति राम्रो देखिने हो चाहे कति राम्रो देखिने के क्यामेराले पनि भन्दो यार क्या सुखा पाइए भन्दो छोरी त बोल्ने हो चाहिँ झुर्को पार्लेर हिँड्ने यार अलि न अलि वाकु वाकु लगाएर बान्ता वाला रहेछ ये रुको आराम आराम चलेंगे साथ साथ किसकी कहाँ ही है नानी है ना कहाँ ही है हम तो पहाड़ में आ गए। चलो इसको घसीट के नहीं आ सकते। नहीं बाबू कंधे में डाला बोरा बोक मैले गर्छु ग्यारह मिनट में पुराइदियो यार तिमीले 11-12 मिनट में है कोई के कोई हालिदिने भन्थ्यो ओए शेरू चल आजा 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 ये हाम्रो घरको कुकुर चल 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 नाटक नहीं ज्यादा थप्पड मार्नु हिँड न ल्यागडी नेपाली नेपाली ये को होइन कुछ हो अब नेपाली बोल्ने हो बोक्के कच्चा बोक्क ऐना जी टोक्दैनन् क्या यहाँको कुकुरले अनि इन्डिया जस्तो हो न उहाँमा पर्ने ए घच्चा बोक्दिनेस् हो बाटो बापु घरैसम्म गाडी जाने भए पो सुन्नु बोकेरै जानु यहाँसम्म त न ल्याइदिन्छ भिडियो भएछ यार हेर्नुहोस् कस्तो राम्रो यहाँसम्म आउँछ क्या अन्त झार्छन्
ल्याइदिनु लाग्यो होइन अरे यहाँसम्म नहीं गाडी छोडिदिने भन्थ्यो केटाकेटी अगाडि गए स्टेप माई स्टेप फॉलो माई स्टेप गाउँ बाटो नजाम भनी तेरे माथि अब यारले त्यो हो निचै को होस् उनीहरू घरका मान्छे होइनन् क्या हाम्रै खानदान जस्तो भने त कोही अरू हो यिनीहरू मगर घरका मान्छे होइनन् त घरका मान्छे चाहिँ गन्दा हुन् नगर दाइ नमस्ते दाइ भर्खर आउँदैछन् नमस्कार दाइ भर्खर आउँदै सन्चै हुनुहुन्छ यतै हुनुहुन्छ आजभोलि यतै छुट्टीमा हो तपाईँ पनि चलो छैन 10-12 दिनको छ हुन्छ दाइ है भन्न त परेको र भोलि चाहिँ जाने भन्ने त भएन किराकोले राइदिन्छ भन्छन् घरहरू तेरा होने लगा घर किन्न भन्ने हामीलाई तो त्यस त्यो उसको त हो त्यहीँ बस्छु त भनिन अरे त्यो आमाले त्यो त गयो चन्द्र त लाटो भन्थ्यौँ हामी त्यसलाई चन्द्रीको आमा हो भरौँ अब भिडियो बनेछ कहाँ त भन्दा भयो गाउँको बाटो नजाम भनी ए रुकाऊ के थोडी पत्ता रहेछ क्या हो कि कडी पत्ता हो कि कडी पत्ता यहाँ त जे पनि पाइन्छ भने केटाहरू आयो क्या लिएन अरे सानी बुटुरी स्टुडेन्टलाई चाहिँ हामी आइयो ल बाई हम जा रहे हैं हम जान्छौँ है मेरो यिनी बुटुर र बुटुर त ठुल्ठुलो हो त ठुलो गर्छस् र ओके ल यस्तो दौडी खै त नातिले खै त खै नमस्ते खै नमस्ते खै नमस्ते पछि पछि यता चुप घर जामिन हिँड घर होइन आऊ जाम आऊ भोके आऊ हामी फेरि घर जान्छौँ कि गए जा स्कुल जाँदै आऊ जल्दी आऊ घर आप चलो ना आगे झोला लिएर हिँड्ने नि यसमा होइन तिमी बोक चङ्के ए चङ्के हट आजकल त बुटुरी त घर जानु भन्दा मान्ने पढ्नलाई चाहिँ मास्टर बन्ने भयो एकदम गयो तँ अर्को टो हट्छ फेरि म
अनि माथि आएर चाहिँ पोखरीको बेला चाहिँ हेर्नुहोस् कस्तो बाटो हुन्छ नेपालको घर हेर्नुहोस् कस्ता छन् हट जा फटाफट एक कुकुर कसो अगाडि लाएर कहाँबाट लाग्यो अरू रहेछ यार टिकौँ न यति छ बुटो ऊ त अगाडि ठिकै एउटा दाम रहेछ ठिकै चल होइन कोही नहीं छोड़ा बल्ल खल्ल चल ये बस नातिनी नातिनी के भाउजू नमस्कार सन्चै हुनुहुन्छ नातिनी के त्यहाँ दोकानतिर जान्छु कति चाँडै उत्रिने है चाँडै आइम बसिम घुम्छु थकै ला हो नि त सन्चै त छेस सन्चै भएन नि त एकचोटि आएर कति बिरामी छ भने कति टेन्सन गर्न थियो कि सन्चै छैन हेराइवरी गरेर सन्चो नि त कि बोलाउनुहोस् न यहाँ भने मैले ल म अहिले आउँछु र बस्नु जाउँ बाटा अब केला माथि जानुहुन्छ ल ल लिएर आउनुहोस् मुई अरे मुई खै त नमस्ते भन्छ न तर मलाई त केही हुन्न होला हुन्छ मलाई त केही हुन्न कि सुटुक्का के सुटुक्का के सुटुक्का त है मलाई खै त मलाई त सुटुक्का त गर्नुहुन्छ कि मुनि हुन्छ बा मम्मी खै त हो के घाँस काट्नु जानु ठिक छ दिदी कहाँ गयो त है दिदी कहाँ गयो स्कुल जाने स्कुल जाने कहिले जान्छ त आइयो ल आफ्नै घरमा बुढी आमा बसिछन् टिकट पुगिसके सामान कौन रो रहा है बच्चा ठिकै छ ल ठुलो गरौँ सन्चै हुनुहुन्छ आइयो घर गाउँको बाटो कस्तो छ गाउँको बाटो नजाम भने कति राम्रो देखिने हो चाहे कति राम्रो देखिने के क्यामेराले पनि भन्दो यार क्या सुखा पाइयो भन्दो छोरी त बोल्ली हो चाहिँ झुर्को पार लिएर हिँडी यार अलि न अलि वाकु वाकु लगाएर भाम तावाला आछ
ये रुको आराम आराम चलेंगे साथ साथ। किसकी कहाँ ही है नानी है ना कहाँ ही हो हैं हम तो पहाड़ में आ गए। चलो इसको घसीट के नहीं आ सकते। नहीं बाबू कंधे में डाला बोरा बोक मैले गर्छु ग्यारह मिनट में पुऱ्याइदियो यार तिमीले 11-12 मिनट में ये हाम्रो घरको कुकुर चल 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 अब नाटक नहीं ज्यादा थप्पड मारूंगा हिँड न ले अगाडि नेपाली नेपाली यो को होइन कुछ हो अब नेपाली बोल्ने हो बोक्के बच्चा बोक्को होइन टोक्दैनन् क्या यहाँको कुकुरले इन्डिया जस्तो हो न गाउँमा पर्ने केटाकेटी अगाडि गए स्टेप माई स्टेप फलो माई स्टेप दाइ नमस्ते दाइ भर्खर आउँदैछन् नमस्कार दाइ भर्खर आउँदै सन्चै हुनुहुन्छ यतै हुनुहुन्छ आजभोलि यतै छुट्टीमा हो तपाईँ पनि चलो छैन 10-12 दिनको छ हुन्छ दाइ है तेरा होने लगा घर किन्न हामीलाई तो त्यो
कोड़ी पत्ता से क्या हो कि कडी पत्ता हो कि कडी पत्ता यहाँ त जे पनि पाइन्छ होला केटाहरू आयो क्या लिन अरे सानी बुटुरी स्टुडेन्टलाई चाहिँ हामी आइयो ल भाइ हामी जा रहे हामी जान्छौँ है मेरो यिनी बुटुर र बुटुर त ठुल्ठुला हो हो त ठुलो गर्छस् र ओके ल यस्तो दौडी घर जाउँ खै त नातिले खै त खै त नमस्ते खै नमस्ते खै नमस्ते खोज्यो पछि यता चुप घर जाम हिँड घर होइन आऊ जाम आऊ भोके आऊ हामी फेरि घर जान्छौँ कि गए जा स्कुल जाँदै आऊ जल्दी आऊ घर आप चलो ना आगे झोला लिएर हिँड्ने नि यसमा मै होइन तिमीलाई भोक चङ्के ए चङ्के हट आजकल त बुटुरी त घर जानु हिँड्ने भन्दा नि मान्ने हुन्छ नि पढ्नलाई चाहिँ मास्टर बन्ने भयो एकदम गयो तँ अर्को टो ए हट्छ फेरि म त हट। माथि भएर चाहिँ पोखरीको बेला कस्तो हुन्छ हेर्नुहोस् कस्तो बाटो हुन्छ नेपालको घर हेर्नुहोस् कस्ता छन् हट जा हट जा हट एक कुकुर कसो अगाडि लाएर कहाँबाट लाग्यो अरू रहेछ यहाँ टिकौँ न यति छ बुटो ऊ त अगाडि ठिकै एउटा दाम रहेछ ठिकै तल होइन होइन कोही नहीं छोरा बाल्दा खाल्दा चल ये बस नातिनी नातिनी के भाइ नमस्कार सन्चै हुनुहुन्छ नातिनी के त्यहाँ दोकानतिर जान्छु कति चाँडै उत्रिने है चाँडै आइम्रा बसिम घुम्छु थकै लाग्यो नि त सन्चै त छेस सन्चै भएन नि त एकचोटि आएर कति बिरामी छ भने कति टेन्सन गर्न आएको थियो कि सन्चै छैन हेराइवरी गरेँ सन्चो नि त कि बोलाउनुहोस् न यहाँ भने मैले ल म अहिले आउँछु र बस्नु जाउँ बाटा अब केला माथि जानुहुन्छ ल ल लिएर आउनुहोस् मुही अरे मुही खै त कहिले जान्छ त आइयो ल आफ्नै घरमा बुढी आमा बसिछन् टिकट पुगिसके
सामान हाँ कौन रो रहा है बच्चा ठिकै छ अलि ठुली गरौँ सन्चै हुनुहुन्छ आइयो घर